हेलो एभ्रिवान, फेरि पनि वेलकम छ मेरो मिनी भ्लगमा। अनि आज साँझपख हामी बौद्धतिर निस्केको थियौँ किनभने मेरो साथीहरू फर्स्ट टाइम केटिएम आएको हुनाले बौद्ध दर्शन गर्न लागेको थिए। अनि साथीहरू देख्नु सक्नुहुन्छ मेरो आउटफिट यस्तो थियो, मेरो ड्रेसअप चाहिँ। अनि साथीहरू मनिषासँग भेट नभएको पनि ठ्याक्कै 4 इयर्स जति भएको थिएछ। अनि आज चाहिँ मैले बोलाएर मनिषा अनि उहाँको दिदी पनि आएको छ। अनि बिचको चाहिँ कालो टी सर्ट लगाउने चाहिँ मेरो मनिषा साथी हो। अनि भेट भएर एकदमै खुसी लाग्यो। अनि त्यसपछि यता पसलमा चाहिँ अनुषा बहिनी र परिका बहिनीले चाहिँ यो हातमा लाउने ब्रासलेट किनिरहेको रहेछ। अनि बौद्ध अब कहिले आएको थिएन नि त, फर्स्ट टाइम आएको उनीहरू। अनि उनीहरूले चाहिँ यो ब्रासलेट चिन्नु लागेको गरी बौद्धको। अनि साथीहरू यो घन्टी जस्तो चाहिँ के हो मलाई चाहिँ थाहा छैन, किनभने मैले चाहिँ बजाइदिएँ घन्टी जस्तो लागेर। अनि मैले चाहिँ यो पसलमा भिजिट गरेँ अनि दाइले चाहिँ मलाई यतै आएर भिडियो गर न भन्नुभयो। अनि म भित्र छिरेँ। अनि साथीहरू मैले यो यसो घुमाइरहेको छु नि हातले, यो चाहिँ के हो मैले चाहिँ थाहा छैन। अनि मैले दाइलाई यसको प्राइस सोधेको कति भनेर, उहाँले भन्नुभयो 8,000। म चाहिँ दङ परेँ है, फर्स्ट टाइम मैले सुनेको, मैले फर्स्ट टाइम नै सोधेको हो। अनि यो खालबिखालकोहरू रहेछ अनि कति धेरै महँगो पर्ने रहेछ कि। मलाई चाहिँ यो यस्तो चिजहरूमा चाहिँ खासै धेरै मलाई थाहा हुन्न। अनि यो मालाहरू रहेछ, मालाहरू थियो, विभिन्न प्रकारकोहरू थियो। म खासै धेरै यस्तो चाहिँ घुम्दिनँ थिएँ, साथीहरू आएको थियो र चाहिँ म यसो घुमिरहेको छु। अनि हामी चाहिँ अब बाहिर निस्केको किनभने अबेर पनि भइसकेको थियो, हामी घुम्दै थियौँ। अनि त्यसपछि यहाँनिर लामाहरूले चाहिँ पूजा पनि गरिराख्नु भएको रहेछ। आज चाहिँ पूजा पनि गर्नुहुने थिएछ। ठिक्क हामी टाइममा आयौँ। अनि यहाँ आमाहरूले दक्षिणा दिइराख्नु भएको छ अनि मैले पनि दिएँ 10 रुपियाँ। अनि त्यसपछि म यता लागेँ बत्ती बाल्नेतिर, किनभने बौद्ध आइसकेपछि बत्ती नबाल्ने त कुरै भएन। अनि जोडी चाहिँ बत्ती कहिले पनि बाल्नु हुँदैन अरे, बिजुली बाल्नुपर्छ अरे भनेर चाहिँ मैले चाहिँ 7वटा जति मैले चाहिँ बत्ती बालिरहेको छु। यसको के भन्छ सिस्टम के हो कसो हो त्यो चाहिँ मलाई थाहा छैन हैन। मैले बत्ती बाल्नु चाहिँ बाल्छु, तर जोडी चाहिँ म कहिले पनि बाल्दिनँ, म बिजुली नै बाल्छु। अनि त्यसपछि मैले चाहिँ यो फुकिदिएँ किनभने कसै पनि थिएन बाल्ने। अनि यो पानी मैले छन्काइदिएँ, 3 चोटिसम्म छर्काउनु पर्छ अरे, मलाई चाहिँ थाहा थिएन। यो पानी चाहिँ मैले फर्स्ट टाइम छर्काएको हो, अरू बेला चाहिँ म बत्ती बाले पनि, अहिले चाहिँ फर्स्ट टाइम हो। अनि त्यसपछि यहाँनिर बौद्धमा चाहिँ घुमिराख्नु भएको थियो, एउटा अन्डरवेयर मात्रै लगाएर। उहाँ चाहिँ विदेशी हुनुहुन्थ्यो, सायद अब उहाँले के गर्नुभएको थाहा भएन। अनि यहाँनिर दाइ हुनुहुन्थ्यो, एउटा खुट्टा नभएको बिचरा, माया लागेर मैले 50 रुपियाँ दिएँ किनभने घरमै होस् भनेर। हात खुट्टा हुनेले त काम गरेर खानु सक्छ नि त, बिचरा उहाँको चाहिँ छैन रहेछ। अनि त्यसपछि बेलुका पनि भइसकेको थियो। अनि मैले चाहिँ याङ्गो बोलाएँ ट्याक्सी। अनि त्यसपछि हामी चाहिँ अब रुमतर्फ लाग्यौँ साथीहरू।